हेलो नेक्स्ट डे आज हामी हिजो लारा बिच र डङ्गन पार्क अनि त्यसपछि बेलुकातिर यतिकै इभिनिङमा वक गऱ्यौँ। आज हाम्रो डेस्टिनेसन भनेको चाहिँ ओल्ड टाउन, यहाँको फेमस डेस्टिनेसन। यहाँ आइसकेपछि त्यहाँ जानै पर्छ अनि त्यहाँ गएर हेर्छौँ हामी। त्यहाँ 2-3टा स्पटहरू छ जुन चाहिँ अलिकति इम्पोर्टेन्स भएको, यहाँको आइकनिक प्लेस भनौँ न। त्यस्तै चाहिँ एउटा चाहिँ हेड्रियन्स गेट, अर्को चाहिँ खै के छ हेर्नुपर्छ बिर्सेँ, तर विल सी। हामी जाँदैछौँ अहिले। सानो भन्चुले हेर्दैन अरे। र हामी जाँदैछौँ हाम्रो डेस्टिनेसनतिर। र हेर्दाखेरि चाहिँ ठ्याक्कै कस्तो नेपालको झल्को दिने खाले लागिरहेछ है। तर ठ्याक्कै दिल्ली जस्तो लागिरहेछ मलाई चाहिँ होइन। दिल्लीको त्यो ट्रिपमा जाँदाखेरि चाहिँ यस्तै बाटो छेउछेउमा पार्किङ गरेको यस्तो छ एन्टालियाको सिटी। गेमहरूको बुथ त्यस्तो हुँदो रहेछ। खै कहाँ छ? त्यही उतापट्टि साइड ए हो। अनि ट्राफिक चाहिँ भइराख्दो रहेछ है यहाँ। एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ होइन, जस्तै मेजर जङ्सनहरूमा चाहिँ त्यो ट्याक्सी बोलाउनको लागि चाहिँ एउटा स्विच हुँदो रहेछ होइन। त्यो प्रेस गऱ्यो भने चाहिँ अनि त्यो ठाउँमा ट्याक्सी आइपुग्ने, त्यो एकदम कन्भिनियन्ट लाग्यो। अर्को भनेको चाहिँ हामीले स्कुटर हुन्छ नि उभिएर चलाउनेवाला, यहाँ चाहिँ बसेर चलाउन मिल्नेवाला हायर गर्ने स्कुटर हुँदो रहेछ। यस्तो पार्कहरू चाहिँ हरेक 1-2 किलोमिटर सानो पार्कहरू हुने होइन। यो देख्दाखेरि चाहिँ अब हामी त नेपालबाटै आएको, नेपालकै कम्पेयर गर्नु मन लाग्ने। तर अनि अर्को चाहिँ रमाइलो चाहिँ यहाँ बाबुलाई भइरहेछ जस्तो लागिरहेछ होइन, किनभने उसलाई कार सिटमा बस्नै मन लाग्दै। कार सिटमा बल्ल तल्ल अलिअलि बानी परेको थियो। यहाँ यो ट्रिपले यसको बानी बिगार्दैछ जस्तो छ। किनभने यहाँ चाहिँ रिकमेन्डेड चाहिँ हो, तर चाहिँ रहेछ इन्फोर्स चाहिँ रहेछ जस्तो लाग्यो। अनि यो यसरी नै ल्यापमा बसिरहेछ, एकदम इन्जोय गरिरहेछ। अनि एकदम यता गर्न पाएको छ उता गर्न पाएको छ, यसको बानी बिग्रिन्छ। निन्दा लाग्न लाग्छ उसलाई। ए ना ल अब यो क्यामेरामा चाहिँ कति देखिन्छ है, होइन भने यहाँ अगाडिपट्टि जुन पहाड छ त्यसमा चाहिँ हिउँ छ कि देखियो है हल्का। हाम्रो हाल त देखिरहेछ क्यामेरा। हिउँ वाउ। आई थिङ्क हामी अब आउन लागिसक्यो होला। यहाँबाट छिर्दाखेरि It's there? It's here? Thank you. Where's the gate? Oh, this is the gate? Yeah. All right. Thank you so much. So it's around like 3,000 years old. And So he's our photographer and also our guide. And because of him, they decided to build this monument. It used to be bigger. There were 2 layers before. And then they destroyed the second layer, so now only this one. Oh, okay. 2000 years old is really It's like a little bit less than 2,000, like 1,000. It's lovely place. Like this. I don't remember the exact. तर आज काम नलागेको भएर हल्का। This is gonna be our first spot. So here we are. हार्दियन्स गेट भन्ने अघि उसले एक्सप्लेन गरे जस्तो। अनि त्यसपछि यो चाहिँ ओल्ड टाउनको स्टार्ट पोइन्ट हो यो। अनि त्यसपछि यहाँ भित्र अरू पनि यहाँ मैले हिजो भनेको थिएँ नि बिरालो कति धेरै बिरालो यहाँ पनि छ कि। They have to replace them. For example, the ceiling here, it's new. As you can, so if you look at those and look at those, so those are original ones with flowers, but these ones are brand new. Okay, the details. Yeah, we can't see the details here. What was it? Imagine how many actually So the wagons with the horses or camels, they were going inside of the city, and I guess they've been using this for like several hundreds of years or something. And so this part is completely original. ओल्ड टाउन आउँदै हुनुहुन्छ भने चाहिँ स्टोलर नलिएर आउनु भनेर धेरैजनाले रेकमेन्ड चाहिँ मतलब भिडियोजहरूमा थियो होइन। तर तपाईँलाई गाह्रो हुने भएको भएर हामीले चाहिँ लिएर आयौँ। The start point. Sorry. Start point of Old Town. यो चाहिँ कस्तो राम्रो बिल्डिङ। हामी भर्खर त्यहाँदेखि आएको। There was a big wall or something, so the gates they were closed behind the wall because there were some wars or something like in the base, and they had to protect the city. So they basically covered the whole gates with different stones. And then accidentally they found out that inside of the wall
There were these gates. And before the street painter. Oh, street painter. And this place is called Kalichi. Kalichi. So we are exploring Old Town in Antalya. राम्रो रहेछ यहाँ त कस्तो राम्रो स्ट्रिट पनि कति राम्रो है यहाँ चाहिँ खाने ठाउँहरू एउटा अलिकति फेमस ठाउँ अलिकति सो हामी अब यस्तो राम्रो ठाउँमा आउन लागेको छौँ जहाँबाट चाहिँ ताल पनि देखिन्छ अनि पहाड पनि देखिन्छ र हिउँ पनि मजाले देखिन्छ यहाँको मान्छेहरू कस्तो स्विट रहेछन् है सबैजनाले उ गर्ने होइन के अरे बोलाउने हेलो गर्ने एकजना एक ठाउँमा चाहिँ के भएन यहाँ पसलहरूमा चाहिँ मान्छेहरूले हेलो हेलो गरिराख्दो रहेछन् कि होइन अनि त्यहाँ अलिकति अगाडिपट्टि चाहिँ अनि नेपाली नेपाली गरेको के कस्तो अचम्म लाग्यो कि हामीलाई चिनेको अरे क्या नेपालबाट भनेर यो साइडमा यता बाबु सुत्यो खासमा बाबुले बिचारा अलिकति यसलाई चिसो भयो कि किनिँदा लागेछ अनि एकछिन रोयो त्यही भएर हामीले अब हाम्रो गाइडलाई चाहिँ बाई बाई गरिसक्यौँ अब हामी आफै फोटोग्राफर गाइड फोटोसुट गाइड सो दिस इज द प्लेस मैले भनेको वाला द भ्यू सो दिस इज द प्लेस पोखरा जस्तो होइन त ल मेरो प्राम त आफै गयो हिँड्दै हिँड्दै वाउ ब्युटिफुल ब्युटिफुल हैन तलकै हेर नि यो डेक ए है बीचमा जाने बनाउनु लाग्छ है अब अहिले बीचमा जान्न हैन यसो भनेकोमा भ्यूइङ डेक जस्तो बनाउनु हो त्यहाँ छ अहिले पनि लाइट हाउस छ तल अलिकति अहिले पनि खुल्ला रहन्छ यहाँ हिउँ देखिरहेछ हिउँ भइरहेछ माथि पोखरा जस्तो है त्यहाँनिर चाहिँ एउटा सानो मरिना रहेछ यतापट्टि साइडमा उ त्यो सिप निस्किरहेछ नि त्यहाँ त्यो मरिना रहेछ त्यहाँ चाहिँ टुरिस्टिक अब तिम्रो पाइरेट सिपहरूमा गएर चढेर अनि टुरहरू क्रुज टुरहरू जस्तो हुँदो रहेछ हामी हिजो गएको डुडेन पार्कसम्म डुडेन त्यो वाटरफलसम्म लाँदो रहेछ अनि त्यहाँनिर सानो सानो चाहिँ सिप्सहरू हुन्छ नि टुरिस्टिक मरिना त्यो पर देखिएको त्यो बीच चाहिँ कोनियाल्ती बीच भनेको त्यही नै बीच हो ए ओके यो त्यो कोनियाल्ती बीच हो हैन यो चाहिँ अनि यो चाहिँ अब उ यतापट्टि यो तर पेबल बीच हो यो चाहिँ त्यो यहाँ त्यहाँ अल इन्क्लुसिभ यो रिसोर्टहरू भएको भनेको नि यतापट्टि साइडमा पनि छ हैन अनि यो साइडमा चाहिँ फेरि यहाँको अफिसियल पोर्ट कमर्सियल के पनि देखिदैन यहाँबाट पोर्ट रहेछ यो ठाउँमा हैन सो आजको सेकेन्ड डे पनि हाम्रो यो राम्रो एउटा ठाउँमा बित्यो सो ओभरअल ट्रिप रमाइलो भइरहेछ आज चाहिँ वेदर अलिकति हामीलाई फेरि जहाँ गए पनि वेदरले अलिकति उ गर्छ होइन छ नि एक्सपेक्ट गरेको तर हिजो घाम लाग्दाखेरि नि धेरै नै गर्मी भयो थियो त्यही भएर आजलाई चाहिँ अलिकति यहाँको एउटा कुरा चाहिँ मान्छेहरू अब सायद टुरिस्टिक ठाउँमा सबै ठाउँमा पनि त्यस्तै होला होइन तर एकदम हस्पिटेबल अब इस्तानबुल भन्दा चाहिँ यो ठाउँ एकदम त्यो यहीँको हामीलाई मान्छेले भनेको यो ठाउँमा चाहिँ अलिक बढी हस्पिटेबल छन् मान्छेहरू यो चाहिँ इन्ट्रेस्टिङ कुरा एउटा कार्पेटको चाहिँ के रहेछ भने उनीहरूले चाहिँ यो कार्पेट बनाउने होइन बनाइसकेपछिबाट चाहिँ अन्टालिया जुन एकदम सनी ठाउँ हो यहाँ लिएर आएर चाहिँ घाममा सुकाएर यसको कलर फेड गराउने कि अनि त्यसो भएपछि चाहिँ पुरानो लुक्स भएको कार्पेट चाहिँ अझ बढी झन् फेमस अनि यो खाना नयाँ छ नि त पछि यो त्यो चाहिँ मान्छे बनि नै रहेछ यहाँ बाबु स्टिल स्लिभिङ हामी चाहिँ अब पेट पूजा गर्नलाई आएको यो चाहिँ ओल्ड टाउनको एउटा क्याफे रहेछ अनि यहाँ चाहिँ धेरै बिफ चल्ने रहेछ कि अनि चिकन आइटम त पुरै सोधी गर्नुपर्ने होइन फेरि पाइँदै नपाइने कि अप्सन एकदम लिमिटेड के यो चाहिँ पूर्णिमाले टर्किस टीको लुफ्त उठाइरहेको छ होइन एकदम रमाइलो लाग्यो होइन यो बाबु पनि पानी खान्छ कि गरको मजाले हेलो हामी देयर अनि
अनि यो चाहिँ यहाँको सोभिनियर सप एकदम फेमस सप रहेछ ठुलो छ एकदमै हैन हामी चाहिँ अब केही सोभिनियरहरू लिएर जाने भनेर सो मेनी थिङ्स यति ठुलो पनि छ कि फेरि यहाँ त यदि तपाईँ बिरालो लभर हुनुहुन्छ क्याट लभर हुनुहुन्छ भने चाहिँ डेफिनेटली टर्की भिजिट गर्नु होला एन्टालिया चाहिँ हैन यो त ठ्याक्कै न काठमाडौँको त्यो उमा स्ट्रिटमा गए जस्तो फिलिङ आयो मलाई त है यहाँ हामी अब ओल्ड टाउनबाट निस्केर हामी अब सिटी सेन्टरतिर मतलब सिटीतिर जाँदैछौँ होइन हामी असनतिरबाट निस्केर न्यु रोडतिर के कहाँ जाँदैछौँ है कस्तो रमाइलो लाग्यो चाहिँ अनि यहाँको ट्याक्सीहरू सबै येल्लो हुँदो रहेछ अनि सरी आइएम अ ब्याड ड्राइभर र हामी स्टिल यतै सिटीमै छौँ र हामी यहाँको फेमस पिरे भन्ने डिस ट्राई गर्न आएको यो चाहिँ यहाँको फेमस हो यहाँको लोकल कुजिन ट्राई गर्न आएको लेट्स सी कस्तो छ है साँझको अहिले 7 बज्यो स्टिल अलिअलि उज्यालो छ बाबु चाहिँ अहिले चाहिँ एक्टिभ भइसक्यो होइन दिउँसो चाहिँ अघि रोयो अलिकति सुत्यो वर्यो है चलु ह्याप्पी बर्थडे चलु दिउँसोको भिडियोमा देखाएको मल यही हो टेरा सिटी सबसे ठुलो मल यहाँको अनि राति 10 बजीसम्म खुल्दो रहेछ यो चाहिँ अहिले यति चहल पहल छ यहाँ साँझको टाइममा होइन योमा छिर्नुभन्दा अगाडि चाहिँ फोनलाई स्क्यान गरेर मात्रै जानुपर्छ अनि फोनलाई स्क्यान गरेर अनि हामी जानुपर्छ त्यही भएर मैले भिडियो चाहिँ एन्ड गर्नुपर्छ र यहाँबाट चाहिँ सेक्युरिटी क्रस गएर चाहिँ यो चाहिँ मिनी सो पनि छ यहाँ हाम्रो क्रिसमस मार्केट भने जस्तो यिनीहरूको चाहिँ रमजान मार्केट रहेछ यो यहाँ चाहिँ होइन हामीले भन्नुपर्छ ट्याक्सी चाहिँ जो कम्पेरिटिभली सस्तो रहेछ है होइन फार चिपर नि फार चिपर हो एकदमै ल यो हो रमजान मार्केट प्योर हनी जाका साइजको के छ यहाँ यो मिठाईहरू सबै धेरै चाहिँ खाने ठाउँहरू रहेछ तर अरू पनि छ के भयो डे अनदर भ्लग आज हाम्रो फाइनल डे यहाँ एन्टालियामा र हाम्रो बेलुकाको फ्लाइट छ त्यही भएर हामी चाहिँ बिहान अर्को एउटा स्पट एक्सप्लोर गर्नलाई आएको यहाँको विशेषता भनेकै सी अनि पहाड जहाँबाट गए पनि होइन कस्तो कुन भ्यू पोइन्टबाट कस्तो देखिन्छ भन्ने कुरा मात्रै हो रहेछ होइन सो हामी चाहिँ अहिले यस्तो ठाउँमा छौँ त्यो परको अब हामीले हिजो उता ओल्ड टाउनबाट भ्यू देख्यौँ त्यो चाहिँ कोनियाल्टी बिच नै हो होइन मैले हिजो तिमीलाई भनेको थिएँ नि
पोर्ट चाहिँ त्यहाँबाट देखेन भनेको थियो नि ऊ त्यो सिधै ऊ त्यो सबसे एन्डमा चाहिँ पोर्ट चाहिँ त्यो हो त्यहाँदेखिबाट माथि ऊ त्यो पाहाडहरूमा चाहिँ हिउँ परेको देखिन्छ कि देखिँदैन अब तपाईँहरूले क्यामेरामा एप्रिसिएट होला त्यो चाहिँ हिउँहरू परिरहेको छ होइन हाम्रो जहाँ पनि मैले भने यहाँको विशेषता भनेकै सी मेडिटेरियन सी अनि त्यसपछि पहाड अनि पहाडको माथि अनि हिउँ अनि त्यो माथि पाहाडहरूमा जाने त्यस्तो हाइकिङ ट्रेलहरू पनि रहेछ यहाँ तर बाबु भएको भएर हामीलाई चाहिँ फिजिबल भएन अनि यो चाहिँ सबै यहाँनिर चाहिँ तलपट्टि केभहरू छ यो होइन यो साइडहरू है त्यो बोट लिएर जाने जस्तो ठाउँ के नाइस लभ इट हाइली रेकमेन्डेड होइन अनि अहिले चाहिँ खासमा मिड मार्च हो नि त यहाँको त्यस्तो समर पनि होइन हलिडे सिजन हलिडे भन्नु आयो जे समरमा त्यस्तो उ गर्ने चहल पहल पनि सुरु भइसकेर रहन्छ त्यही भएर पनि एकदम क्वाइट यदि आउने हो भने चाहिँ मिड मार्च चाहिँ एकदम बेस्ट लाग्यो किनभने आफ्नो त्यो पनि हो प्रिफरेन्स पनि हो कतिको अब गर्मीमा मनपर्छ होइन अब हामी चाहिँ अलिकति गर्मी धेरै नै गर्मी पनि स्केप गर्न खोज्यो त्यही भएर यो वेदर चाहिँ हामीलाई लाइक पर्फेक्ट हो एकदम पर्फेक्ट कुल ब्रिज धेरै वार्म पनि छैन यस यप गइरहेछन् फाइन लेट्स गो हाम्रो यहाँको फोटोसुट सक्यो ओ फेरि बिरालो 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 कति धेरै बिरालो जहाँ हेऱ्यो बिरालो जता हेऱ्यो बिरालो बा यो ठाउँबाट यो बाटोबाट यसो गयो भने पार्क जस्तो छ यो अनि त्यसपछि वी क्यान वक तलसम्म यतापट्टि बिल्डिङ्सहरू एज युजुअल अनि त्यसपछि यहाँ पार्क हो त्यहाँ आएर मान्छेहरू बस्ने खाने गरिरहेछ नि अनि हामीले अर्को एउटा कुरा नोटिस गरेको एन्टालियामा होइन यहाँ चाहिँ यो हरेक घरहरूमा चाहिँ यो सटर जस्तो घरहरूको झ्यालमा के हरेक अपार्टमेन्टको झ्यालमा म्याक्सिमममा सटर जस्तो कि यो व्हाइट कलरको देख्नुहुन्छ नि होइन यो जति पनि राम्रोमा पनि यिनीहरूमा पनि छ नि त्यो व्हाइट कलरको खै त धेरै घाम लाग्ने भएर हो कि वी डोन्ट नो यहाँ पनि है र मैले अघि भनेको जस्तो यहाँ पनि देख्नुभयो भने सबै घरमा चाहिँ सटरहरू फाइनली यहीसँगै हाम्रो चाहिँ यो पालि एन्टालियाको ट्रिप र यो भ्लग यहीँ एन्ड हुन्छ हामी यो ट्रिपमा चाहिँ म्याडिलेको एक्जिक्युटिभ अपार्टमेन्टमा बसेको थियौँ वी ह्याड डिफ्रेन्ट अप्सन्स अरू चाहिँ यहाँ एकदम धेरै भनेको चाहिँ अल इन्क्लुसिभ रिजोर्टहरू हुन्छ कि होइन तर त्योभन्दा चाहिँ यदि बच्चाहरूसँग आउँदै हुनुहुन्छ भने चाहिँ सानो बच्चासँग आउँदै हुनुहुन्छ भने चाहिँ अपार्टमेन्ट आर द बेस्ट अनि यो म्यारिडको एक्जिक्युटिभ अपार्टमेन्ट चाहिँ एकदमै राम्रो हाइली रेकमेन्डेड नो कम्प्लेन छ कि होटलको सर्भिस तर विथ अपार्टमेन्ट होइन त्यही भएर हाइली रेकमेन्डेड 5 स्टार अनि थ्याङ्क यू फर वाचिङ होपफुल्ली तपाईँहरू यता ट्रिप प्लान गर्नुभयो भने चाहिँ आई होप दिस भिडियो विल बी हेल्पफुल इन सम वे अर अदर बाई किप वाचिङ माई भ्लग थ्याङ्क यू बाई